खोज्छ नि त यसको चियाबारीमा ओ चियाबारीमा ए चिया जेसीबी हो हो हेर्नु चिया बगान उयो चाहिँ हाम्रो चिया हो हाम्रो एक पात दुई सुइरो भनेको चाहिँ हो हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि अहिले चाहिँ बिहानको 5:30 लगभग भइसकेको छ होइन। गुड मर्निङ सबैजनालाई। अन्त हामी चाहिँ दुई भाइ चाहिँ यहाँ मर्निङ वक आएको छु। हेरिदिनु होला यस्तो छ भ्यू है चित्रे। यो चाहिँ दार्जिलिङको नजारा। अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि चाहिँ कहाँ छौँ एजिरे भयो भनिदिइहाल्छ यहाँ। वेलकम टु चित्रे बजार गाइस। यो चाहिँ अब हाम्रो स्वर्गको जग्गा हो गाइस। स्वर्गको जग्गा होइन। यस्तो छ यो चाहिँ न्यु बोट है। गाडी पनि पल्टेको छैन। गाडी पल्टेको जस्तो लाग्यो। ए उपर त्यो योगेश्वरको घरबाट पल्टेको हौ। यत्तिको चाहिँ हुनु पर्यो नि त है जग्गाहरू चाहिँ है। हरियाली हेर भाइ मेरो कञ्चनजङ्घा हेर भाइ। यतिको चाहिँ देख्नु पर्छ क्या टुरिस्टले, यहाँको मान्छेले देख्दैन नि त यो। होइन तैँले गर्दा मात्रै चल्छ, तै बोल्नुपर्छ यसमा त। हो गाइस यो चाहिँ अब हाम्रो के भन्नु अब हाम्रो एउटा मान प्रतिष्ठा राख्ने जग्गा हो यो कञ्चनजङ्घा चाहिँ। अब मन छ कुन दिन कञ्चनजङ्घाको शिखरमा पुगेर यहाँ झन्डा हल्लाउने। अन्त हेर्नुहोस् न यस्तो छ होइन। अब पेसेन्जर पनि आइसकेको छ भन्न बिहान नै। गाडी त छ अन्त त्यो होइन होला पेसेन्जरकै गाडी होला। म साँच्ची त्यो माथि भनेको यहाँबाट आएको दामी लाग्दैन बाटो पनि दामी है। अन्त भ्यू क्लियर हुन्छ यस्तो हुन्छ भाइ। यहाँबाट त कस्तो देख्दैछ। यहाँबाट पनि रहेछ त नि पानी छ नि हो नि त। यहाँनिर चाहिँ आएर फोटोहरू खिच्छ है। चित्रे बजार गाइस यो चाहिँ अब हाम्रो चिया बगान। ए चिया बगान कस्तो अरे चिया बगान उयो चाहिँ हाम्रो चिया हो। हाम्रो एक पात दुई सुइरो भनेको चाहिँ यही हो। ए भोटमा कब उठेको थियो। यो चाहिँ फुपसिरिङ हो है। उपरको देबुङ कान्टिमेन्ट। यहाँ तल चाहिँ हावा घर हो हाम्रो। मुनि पक्रिने चाहिँ गाइस म यहाँनिर यो चाहिँ अब हाम्रो हावा घर हो गाइस। हावा घर अरे हेर जग्गा त हामी देखिँदो रहेछ त है। कस्तो लाग्यो भनिदिनुहोस् होला कमेन्टमा। होइन मेरो भिडियो तुर्नु त यो जिरे भाइसँग थिएछ नि त। यहाँ भ्लग बनाउनु आउनु थिएछ नि त है। गाइस अब यहाँनिर चाहिँ ठुलो भल पहिरोले गर्दाखेरि यो गाइस यहाँ चाहिँ अब टकबरहरू पनि देखिरहेको छ है। यतिको नजारा पाइस भने के गर्नु भन्दा टुरिस्ट पनि लाग्थ्यो पनि। ऊ हेर भाइ छाङ्गुपट्टिबाट त्यो चाहिँ परको सनराइज चाहिँ यो चाहिँ छाङ्गुको हो गाइस। यो हिमालहरू चाहिँ सिक्किमको पर्छ। यहाँबाट माउन्ट एभरेस्ट चाहिँ देख्दैन नि त। टाइगर हिलबाट चाहिँ देख्छ सन्दकपुरबाट देख्छ। यतिको चाहिँ हुनु पऱ्यो नि त है हाम्रो जग्गाहरू। उयो चाहिँ अब हाम्रो चारधुरे हो गाइस। यो गाउँलाई चाहिँ अब हामी चारधुरे भन्छ हो। रङ्गनी टी स्टेटको चारधुरे है। माथि एक्सर्साइज पनि गर्दो रहेछ बिहान। खै म पनि गरिदिने एक्सर्साइज। यो हो नि त एक्सर्साइज भनेको चाहिँ गाइस। अब अलिक यहाँ म त यो त हाइलाइटमा हालिदिन्छु नि। आइज भाइ बस छोड्दै। यतिको चाहिँ छ है। अहिले भेटौँ है त माथिको पनि खिच्नुपर्छ अलिकति। फरक हुन्छ नि त यसको।
चियाबारीमा ओ चियाबारीमा ए चियाबारीमा पत्ती टिप्दा हल्का गाइस म अब देखाउँछु यहाँको चियाबारी है श्रमिक आम्बो श्रमिकहरूले यहाँ चियापत्ती चाहिँ कसरी चाहिँ टिप्छ भनेर म तपाईँलाई अब यहाँ डेमो देखाउनु गइरहेको छु चियाका चाहिँ छैन उहाँ छ त ऊ चियाबारीमा खोइ उहाँ गाइस हाम्रो श्रमिकहरूले चाहिँ यहाँको श्रमिकहरूले चाहिँ चियापत्ती चाहिँ यसो टिप्छ ए भयो भयो गर्दै टिप्छ मालिकले गाइस देखेर कराउला नि हो गाइस यही हो यहाँ चाहिँ है अब तपाईँहरूले आएर फोटोहरू खिच्न सक्नुहुन्छ यहाँ फोटो खिचिदिन्छ यहीँ पाउँछ ड्रेसहरू पनि यहाँनिर क्या टाइम ल्याएको चाहिँ ए खतरा बनाइदिएको रहेछ यहाँ चाहिँ आई लभ दार्जिलिङ खै खै उहाँ छ आई लभ दार्जिलिङ खै कञ्चनजङ्घा पनि बनाएको छ बिच चले रहेछ नि त के हो यो एनयुआर मेटेर नि त यो ओनर भएको मान्छेलाई चाहिँ के भन्न चाहन्छु भने त्यस्तो राम्रो अब हातमा सिप भएको मान्छेलाई चाहिँ कुन त कसले बनाएको अब रम भन्दैन अब के अब हाम्रै गाउँकोले बनाएको हो राम्रो रहेछ सिप बनाउँछ है दामी रहेछ हो उहाँ गाइस यहाँ ऊ आयो यहाँ आएर ऊ मन्दिरहरू पनि छ यसो पूजापाठ गर्दा पनि हुन्छ यहाँ फोक्टाको हो गाइस यस्तो यस्तो राम्रो सिप भएको है अघि चाहिँ अब यस्तो दिन यस्तो भइरहेको थियो है 6 बज्यो होला अहिले यो फुल लानु छ टाइगरहरू कस्तो मजाले फुलिरहेको छ छोड्दे उठाइदे यतिको चाहिँ हुनु पर्यो मैले त अहिले चाहिँ फिलहाल चाहिँ होइन अहिले चाहिँ फिलहाल गाइस होइन मैले चाहिँ आइफोनबाट बनाइरहेको छु खुसी लागिदिरहेको छ है आफ्नो नभए पनि अर्काकैबाट भए पनि भ्लग बनाएर सानो मजा आउँदैन रहेछ त गाँठी ए फुल हेर्नुहोस् है दार्जिलिङको फुल घामले अब त्यो गरिदिइरहेछ कञ्चनजङ्घालाई किस गरिदिएको अरे यतिको चाहिँ हुनु पर्यो गाइस अब तपाईँहरूकोमा प्लेन अब दामी कालो रोड होला यहाँ त ढुङ्गा छ हो झडेकै टाउको फुट्यो अब भाइ यहाँ चाहिँ यहाँनिर चाहिँ युज मी भन्दैछ अब त्यो बाई मिस्टेक भइदियो नि कहाँ जानु यहाँ चाहिँ चियाबारीमा है यो चाहिँ हो गाइस अब यहाँनिर खोला छ यतापट्टि चाहिँ रङ्गित टी स्टेट उतापट्टि चाहिँ फुपसिरिङ टी स्टेट फुपसिरिङको बोर्डर भन्दैन यो चाहिँ अब फुपसिरिङको बोर्डर जस्तो टक्कै अब उहाँहरू सन्सहरू राइज भइदिइरहेछ हो यस्तो छ अब हाम्रो जग्गा अहिले हेर्ल अब यो त्यसमा दामी आइदियो 2-3वटा साँच्ची भनेको घाम लागेको घाम चाहिँ अब यतिको लागिसक्यो अघिको कति थियो करेला फुल्यो रहेछ इस्कुस होला त्यो चाहिँ इस्कुस है गाडी ठेल्ने मान्छे आइसक्यो होला अब यहाँ त हल्ला छ टुरिस्ट आइदिएको हेलो गाइस आप लोग किधर से हो भन्दैन यो चाहिँ है बिहानको रमझम चित्रे बजारको हेरिदिनुहोस् बिहानै भएको कारणले गर्दा अहिले सबै बन्छ एक्सर्साइज गर्ने मानिसहरू अहिले 8 बजी चाहिँ हुन्छ है त यो चाहिँ तपाईँको बस चित्रेको हजुर लास्ट है अब चाहिँ कञ्चनजङ्घा योबाट मेरो अब भ्लग पनि तुक्न आँट्यो है अब एकैचोटि पल्लो चित्रमा भेटौँ कस्तो हुन्छ पल्लो चित्रहरू हेरिदिनुहोस् है यो टुरिस्ट आइसकेछ भनेको त राखेको मात्रै हो क्या है
वर्कआउट गर्छ जहिले पनि हामी जाने रोड एक्सर्साइज गर्दैछ गाइस के भयो मामा चाहिँ दामी भयो त क्यामेरा पनि स्याटिस्फाई लाग्यो त मलाई त खिचिरहेको जस्तो यो चाहिँ गाइस अब हाम्रो यो चाहिँ हाइवे भन्छ खासै यसलाई हाइवे भन्छ कि तर हाइवे जस्तो छैन यो चाहिँ गाइस यहाँ हाइवे यो चाहिँ हो त NH 110 हो खास यो चाहिँ भित्रै अब आइपुग्न टेङ होइन यो चाहिँ दार्जिलिङको सुन्दरता घाम देखाइदिएन भाइ प्यान्टको दामी घाम हामी चाहिँ फर्किँदैछौँ फिलहाल चाहिँ है त यस्तो गरौँ खिच्न हौ अन्त चारधुरी जाने बाटो कस्तो गरेर यस्तो गरेर खिच्न मलाई खालि खिच्चास् मलाई त देखिरहेको हो नि त अब तँलाई देख्नु पऱ्यो नि त मेन त म त अब प्रायः आइतरहेको हुन्छु ब्लगमा यस्तो गर्नुपर्छ हो अब यस्तो गर्नुपर्छ होइन अब चाहिँ यसरी हिँड्नुपर्छ दुई भाइ चाहिँ अब हिँडी राख्छौँ होइन सपोर्ट चाहिँ टाउको गरिदिनुहोस् ज्यादा देख्यौ गाइस होस् होस् यसको ठिकै छ टाउको एकदम। ज्यादा देख्यौ गाइस टाउकै देखेको राम्रो यत्तिको चाहिँ हुनु पर्छ नि त है क्यामेरा त यत्तिको हुनु पऱ्यो नि त अन्त अब भ्लग गर्नु पनि मजा आउँछ फोन देखाउनु फास्ट त फोन देखाउनु आफ्नो नभए है अब चाहिँ चित्रेमा छिरिङ हेर्नु त कस्तो दामी आइदिँदो रहेछ अन्त गाइस अब तपाईँलाई मेरो यहाँ जेसिबी पनि देखाउँछु गाइस अब हिरो हो नि त जेसिबी चलाउँछ नि त हिरोले कत्रो छ भन्दा तेरो जेसिबी हाम्रो हेभी दामी छ नयाँ छ गाइस अब त्यो जेसिबी चाहिँ हो हाम्रो सट्टी आइदिँदो रहेछ हेर त लु यहाँबाट अन्त फिलहाल चाहिँ सबै हुन्छ दोकान भर्खर खोलिरहेको रहेछ हामी पनि जानु किन पर्दैन यहाँतिर चाहिँ मजाको लाइट लगाएको छ हाम्रोतिर चाहिँ छैन ओ सरकार है सरकार सुनिदिनुहोस् होला सरकार के सरकार हो क्या हाम्रो यहाँको चाहिँ ममता दिदी सरकार ममता दिदी अब मोदीलाई गएर भन्नुभएको छैन हो हामी चाहिँ स्टेट हो आम्मा हेर लु ममता सरकार मोदी सरकार उयो चार्ज पनि हुँदैन लाइट बोल्दा रहेछ यसो हाम्रो घरतिर पनि है हाम्रो गाउँतिर हाम्रो गाउँतिर पनि यसो एकदम गाउँमा नल्याइदियोस् रोडमा ल्याइदियोस् है ल्याइदियोस् र एउटा तल प्रणेशहरूको घर जाने त्यहाँनिर एउटा होस् त बास ए हाम्रो घरमा चाहियो घुम्तीमै होला घुम्तीमै त्यो घुम्ती साह्रै छ नि त फेरि ठिकै हो ठिकै हो हाम्रो चाहिँ यहाँ 4x4 को मेरो जेसिबी चाहिँ आइपुग्यो गाइस यतिको चाहिँ हुनु पऱ्यो नि त है यहाँ गएर चाहिँ जिममा पनि कन्ट्र्याक्ट गर्न सक्नुहुन्छ यो गाइस यो जिम चाहिँ फेरि मेरै हो गाइस जे पनि भन्नु छ मलाई भन्नुहोस् गाइस मतलब म चाहिँ यहाँ गर्छु मेरो जिम चाहिँ होइन तर हाम्रो ब्रेक कराएको कि ब्रेक स्टार्ट गएको हो के हो यति जिरो भएको जेसिपी हो गाइस यो चाहिँ मेरो जेसिबी हो हो यो गाइस हेर्नु यहाँको कस्तो नजाराहरू यी गाइस आम्मा यो गाइस यो चाहिँ मेरो जेसिबी हो ओके गाइस आजको भिडियो चाहिँ अब यतिमै एन्ड गर्न चाहन्छु ल यो गाइस यो देख्यो होला यो चाहिँ मेरो जेसिबी हो गाइस है त अब अर्को भिडियोमा भेटौँ है अन्त मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु
है त जति पनि नयाँ आउनुहुने चाहिँ है अरू भिडियोहरू पनि हजुरलाई म ल्याउने प्रयास गर्नेछु सब्सक्राइब गाइस सब्सक्राइब टु प्रनिस लेप्चा